सम्पूर्णमा नमस्कार। म सन्तोष लामिछाने तपाईहरुलाई चाहिँ आज म नयाँ विषयवस्तुतिर चाहिँ तपाईहरुलाई ध्यान केन्द्रित गराउन चाहन्छु। यो चाहिँ हाम्रो दैनिक जीवनमा सधैँ हामीलाई आवश्यक पर्ने र हामीले जान्नै पर्ने विषयवस्तु हो। किनभने आज चाहिँ तपाईहरुलाई मैले कोही व्यक्तिबाट चाहिँ पैसा लिँदाखेरि चाहिँ कति समयमा कति ब्याज तिर्ने त कसरी हिसाब गरेर पैसा तिर्ने भन्ने कुरा चाहिँ सिकाउन गइरहेको छु। तपाईहरुले कृपया ध्यानपूर्वक सुनिदिनु र हेर्नु सक्नुहुन्छ र जान्न पनि सक्नुहुन्छ। त्यसकारणले म तपाईहरुलाई आज विषयवस्तुतिर केन्द्रित गराइहाल्छु। जस्तै मैले चाहिँ एउटा राम भन्ने व्यक्तिबाट 25,000 रुपैयाँ पैसा लिएँ है। 25,000 पैसा लिएँ भनेदेखि 25,000 को चाहिँ साउँ त हाम्रो 25,000 भयो। त्यसको ब्याज चाहिँ महिनामा कति हुन्छ 25,000 को हैन। जस्तै 30 दिन 35 दिनमा कति हुन्छ, कसरी निकाल्ने ब्याज भन्ने कुरा चाहिँ म तपाईहरुलाई आज सिकाउन गइरहेको छु। कृपया भिडियोलाई चाहिँ ध्यानपूर्वक हेर्न सक्नुहुन्छ। जस्तै त्यसको लागि चाहिँ हामीले क्याल्कुलेटर युज गर्नुपर्ने हुन्छ। क्याल्कुलेटर युज गर्दाखेरि चाहिँ जस्तै 25,000 रुपैयाँ चाहिँ मैले राम भन्ने व्यक्तिबाट लिएँ है। राम भन्ने व्यक्तिबाट 25,000 लिएँ भने यसको 1 महिनाको ब्याज चाहिँ कति रुपैयाँ हुन्छ भन्ने कुरा चाहिँ देखाउँछु। किनभने गाउँघरको पैसा चाहिँ महँगो हुन्छ। हामीले चाहिँ 2 रुपैयाँ ब्याजको पैसा चलाइरहेको हुन्छ गाउँघरमा भन्दाखेरि चाहिँ 1000 को चाहिँ दिनमा 2 रुपैयाँ तिर्नुपर्छ भनेको चाहिँ यो चाहिँ हिसाब गर्दा जाँदाखेरि 24% चाहिँ हुन जान्छ है। गाउँमा हामीले बुझ्ने हिसाबले चाहिँ 24% वर्षको 24% चाहिँ ब्याज तिर्नुपर्ने हुन्छ। जस्तै यो चाहिँ हामीले 2 रुपैयाँ ब्याज भनेको दिन 1000 को चाहिँ 2 रुपैयाँको दरले चाहिँ हामीले पैसा युज गर्छौँ। त्यसकारणले चाहिँ तपाईहरुलाई म एउटा राम्रो कुरा सिकाउन गइरहेको छु। जस्तै 25,000 भएपछि 25,000 लाई चाहिँ अब 1 महिनामा कति ब्याज हुन्छ भन्दाखेरि चाहिँ 25,000 इन्टु 2 रुपैयाँ ब्याजको पैसा चलाउँदाखेरि चाहिँ 25,000 इन्टु 2 गर्दाखेरि 50,000 हुन आउँछ। यसलाई चाहिँ 50,000 भयो भने पछाडि चाहिँ अब हामीले के गर्ने त भन्दाखेरि 50,000 2 गर्दाखेरि 50,000 हुन्छ। यसलाई भागा 100 गर्दाखेरि चाहिँ 500 रुपैयाँ हुन्छ। भनेको चाहिँ हामीले 25,000 लाई चाहिँ 500 मा चाहिँ युज गर्न सकिन्छ। त्यसकारणले हामीले यो भिडियोलाई चाहिँ ध्यानपूर्वक हेर्न सक्नुहुन्छ। खाइछे दाइ सक्नुहुन्छ है। भनेको चाहिँ 25,000 को महिनाको ब्याज चाहिँ 500 रुपैयाँ हुन आउँछ। जस्तै अब यसलाई चाहिँ हामीले 25,000 को ब्याज 25,000 पैसालाई चाहिँ हामीले चाहिँ अब यसको ब्याज दिनमा चाहिँ कति रुपैयाँ पर्छ भन्दा हिसाब गर्दाखेरि चाहिँ यसलाई चाहिँ हामीले दिनमा लिएर आउँदाखेरि के गर्ने भन्दाखेरि चाहिँ भागा, किनभने 30 दिन बराबर 1 महिना हुन्छ भनेपछि 30 गर्ने 16 रुपैयाँ। 16 रुपैयाँ चाहिँ हाम्रो के हुन्छ 25,000 को दिनमा ब्याज चाहिँ 16 रुपैयाँ हुन जान्छ। जस्तै अब तपाईले पैसा कसैको पैसा चलाउनु भए 35 दिन पैसा चलाउनु भए भनेदेखि चाहिँ अब यसलाई के गर्ने भन्दाखेरि चाहिँ 25,000 को पैसाको महिनामा 500 रुपैयाँ ब्याज हुन्छ। 500 भागा 30 गर्दाखेरि चाहिँ दिनमा आउँछ भनेको 16 रुपैयाँ 6 पैसा आउँछ। भनेदेखि यसलाई चाहिँ अब हामीले 5 दिन हैन 35 दिन भने त 30 + 5 35 हो नि त। अब भने चाहिँ 1 महिना 30 दिन बराबर 1 महिना हुन्छ भने पछाडि चाहिँ तपाईले 500 रुपैयाँ चाहिँ महिनामा आइसक्यो भनेदेखि अब 5 × 5 हान्दिने 5 दिन हो नि त। इन्टु 5 हान्दिने 5 हान्नु भयो भनेदेखि चाहिँ 83 रुपैयाँ हुन जान्छ। 83 रुपैयाँ पैसा चाहिँ 5 दिनको ब्याज चाहिँ तपाईको 25,000 को 83 रुपैयाँ 3 पैसा हुन जान्छ भनेपछि अब 83 रुपैयाँ 3 पैसा प्लस त्यो 500 जोडिदिनु भयो भने चाहिँ 583 रुपैयाँ चाहिँ तपाईको 35 दिनको ब्याज हुन आउँछ है। यसै गरी चाहिँ तपाईहरुले भिडियोलाई हेर्न सक्नुहुनेछ। यसरी चाहिँ तपाईले आफ्नो हिसाब कोही साउबाट लिनु भएको छ पैसा दिँदाखेरि कसरी हिसाब गर्ने भन्ने कुरा चाहिँ तपाईहरुले यहाँ सिकाएको छु। कृपया हेर्नु होला है त। यो भिडियोलाई अब तपाईलाई मैले अर्को एउटा भिडियो पनि छोटकरीमा सिकाउँछु, कन्टिन्यू गर्दै जान्छु। त्यो भिडियो चाहिँ अर्को भिडियोमा आउँछ। मेरो सेयर सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला है त। धन्यवाद।